नेपालकी जीवित देवी कुमारी। तर धेरैको मनमा एउटै प्रश्न उठ्छ, के कुमारीले विवाह गर्न सक्छिन् त? कुमारीलाई देवी तलेजु भवानीको अवतार मानिन्छ। तर जब उनी पहिलो पटक महिनावारी हुन्छन्, उनको दैवी पद समाप्त हुन्छ अनि नयाँ कुमारीको चयन गरिन्छ। त्यसपछि उनी पुनः सामान्य जीवनमा फर्किन्छन्, पढ्न, काम गर्न र विवाह गर्न पनि स्वतन्त्र हुन्छन्। तर समाजमा एउटै अन्धविश्वास छ, जो मानिसले कुमारीसँग विवाह गर्छ उसको चाँडै मृत्यु हुन्छ। तर यो केवल मिथ मात्रै हो, यसको कुनै प्रमाण छैन। तर एक महत्त्वपूर्ण कुरा के हो भने, कुमारीको चयन गर्दा केवल सौन्दर्य वा शारीरिक लक्षण मात्र होइन, उनको जन्मकुण्डली पनि तलेजु भवानीको ज्योतिषी गणना अनुसार मिलाइन्छ। यसकारण कुमारीको जन्मकुण्डली बलियो हुने मानिन्छ। त्यसैले जब उनी विवाह गर्छिन्, त्यो केवल एक सामान्य विवाह मात्र हुँदैन, बरु दुईटा बलियो कुण्डली बीचको सम्बन्ध हुन्छ। तर यसका लागि पुरुषको कुण्डली पनि उत्तिकै बलियो र मेलखाना हुन जरुरी हुन्छ। जुन पुरुषको जन्मकुण्डली मिलन कुमारीसँग हुन्छ, त्यसको वैवाहिक जीवनमा कुनै बाधा हुँदैन भन्ने विश्वास छ। यसरी कुमारी विवाहलाई लिएर फैलिएको डर र अन्धविश्वास कुमारीसँग विवाह गर्नेको मृत्यु हुन्छ भन्ने कुरा निराधार हो। सत्य के हो भने, कुमारी देवी आफ्नो दैवी कालपछि सामान्य नारी चाहिँ विवाह र सम्बन्धमा बाँधिन सक्छन्, र जब दुवै पक्षको कुण्डली बलियो र मेल खाने हुन्छ, त्यो सम्बन्ध अझै मजबुत र सफल हुन्छ।